हेलो साथीहरू, नमस्ते। म सन्दीप सिन्हा। आज हामीहरू कुरा गर्छौँ कोलेस्ट्रोलको बारेमा। कोलेस्ट्रोल भन्नाले के बुझिन्छ र कोलेस्ट्रोल कति प्रकारको हुन्छ र त्यसका नर्मल रेन्जहरू के कस्तो हुन्छ त्यसको बारेमा सबभन्दा पहिला चाहिँ हेर्छौँ कोलेस्ट्रोल भन्नाले के बुझिन्छ। कोलेस्ट्रोल एक प्रकारको लिपिड हो जुन हाम्रो शरीरमा प्राकृतिक रूपमा उत्पादन हुन्छ र केही खानाहरूमा पनि पाइन्छन्, जस्तै दुध, अन्डा, मासु अनि चिल्लोहरूमा पाइन्छन्। यो शरीरको सेलहरू बनाउन वा हर्मोन उत्पादन गर्न र भिटामिन डी बनाउन आवश्यक हुन्छ। तर धेरै कोलेस्ट्रोल शरीरमा जम्न थाल्दा रक्तनली आर्टरीहरू बन्द हुन सक्छ र यसले मुटु सम्बन्धित समस्या ल्याउन सक्छ, जस्तै हृदयघात र स्ट्रोक ल्याउन सक्छ।